नानी नानी दिदीलाई अलिकति बिसन्च भएछ कि अलिकति फुकफाक गरिदिए भाइ ए दिदीलाई हो यता पनि गर्नुपर्छ नि त भाइ अलिकति यता यता सानीमालाई पनि अलिकति सानीमालाई टाउको दुख्छ नानी फुकफाक गरिदिए मना मना गर सानीमालाई अनि फुसफुस गर्नुपर्छ मेरो एउटा धामी हुन्छ क्या धामी अब तिम्रो धामी त फेमस भयो नयाँ धामी आयो हाम्रो घरमा अब भनेको भने गर्छ फेरि बाबालाई पनि अलिकति चामल भुकेर खुवाएको थिएँ ल ल दादा लैजा 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 लैजातिर लैजा भागेको हेर नि दादालाई देखेर